सकारात्मक परिवर्तनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद। नेपाल स्वास्थ्य अनुसन्धान परिषद एनएचआरसी विशेष गरी स्वास्थ्यसँग सम्बन्धित वैज्ञानिक तथा गुणस्तरीय अनुसन्धानको लागि स्थापना भएको स्वायत्त निकाय हो। स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गर्न विक्रमसम्म 2039मा स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान कमिटिको रूपमा यो संस्था स्थापित भएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद को चाहिँ बेसिकली 4वटा पिलरहरू छ। त्यो पिलरहरू भनेको एउटा चाहिँ के हो भन्दाखेरिमा रेगुलेसन अफ हेल्थ रिसर्च इन द कन्ट्री हो। यसले यो जति पनि रिसर्चहरू हुन्छ त्यसलाई रेगुलेट कसरी गर्ने, त्यसको चाहिँ एथिकल एप्रुभलहरू लिनेदेखि लिएर यावत प्रक्रियाहरू छन्। त्यही भएर एथिकल रिभ्यू बोर्ड भनेर नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अधीनमा एथिकल रिभ्यू बोर्ड छ र एथिकल रिभ्यू बोर्डको अन्तर्गत इन्स्टिट्युसनल रिभ्यू कमिटिजहरू भनेर अनेकौँ संस्थाहरूमा, हस्पिटल्सहरूमा, रिसर्च सेन्टर्सहरूमा चाहिँ यसरी आइआरसी भनेर अक्रस द कन्ट्री नै आइआरसी रहेको छ र यसलाई हामी एक्सपोनेन्सियली यसलाई बढाउने क्रममा छौँ। अर्को चाहिँ कन्डक्सन अफ हेल्थ रिसर्च इन द कन्ट्री पनि एउटा यसको मेजर पिलर हो, जसमा चाहिँ हामीले रिसर्चका अनेकौँ प्रोजेक्ट्सहरूलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफै पनि रिसर्च गरिरहेको हुन्छ भने अरू संस्थाहरू जसले रिसर्च गर्न खोज्छ उनीहरूलाई कसरी फेसिलिटेट गर्ने भन्ने कुरामा पनि हामीहरूले उहाँहरूसँग चाहिँ समन्वय गरेर, सहकार्य गरेर, सहयोग गरेर हामीले त्यो रिसर्चका एक्टिभिटिजहरूलाई पनि बढाउने काम गर्छौँ। त्यसको साथसाथै हाम्रो तेस्रो पिलर भनेको चाहिँ क्यापेसिटी बिल्डिङको पार्टहरू हो, जसमा हामीलाई जति पनि रिसर्चर्सहरू, यङ रिसर्चर्सहरू छन् उहाँहरूको चाहिँ कसरी क्यापेसिटी बिल्ड गराउने, त्यसपछि कुन कुन ट्रेनिङहरू दिने भनेर हामीले यावत किसिमका ट्रेनिङहरू फ्रम द भेरी बेसिक ट्रेनिङ टु द एडभान्स लेभल ट्रेनिङ हामीले चाहिँ त्यो डेलिभरी गर्ने गरेको छौँ। र यो 7 प्रदेशमा हामीले राज्यभरि हामीले चाहिँ ट्रेनिङहरू वर्षभरिको एउटा चाहिँ क्यालेन्डर बनाएर हामीले चाहिँ ट्रेनिङ दिने गरेका छौँ। र फोर्थ पिलर भनेको चाहिँ हाम्रो एभिडेन्सलाई जेनेरेट गर्ने र त्योलाई प्रमोट कसरी गर्ने भन्ने कुरामा पनि अर्को मेजर पार्ट हाम्रो नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गर्दै आइरहेको कुरा छ। र अहिले यो वर्षदेखि अब हामी पिएचडी ग्रान्ट समेत हामी सुरु गर्ने तयारीमा छौँ। भनेपछि यसरी हामी चाहिँ क्यापेसिटी बिल्डिङको पार्टलाई पनि हामीले व्यापक रूपमा अगाडि बढाएका छौँ। र त्यसको साथसाथै मैले यहाँहरूलाई के पनि भन्न चाहन्छु भने हामीले ट्रेनिङहरू चाहिँ बेसिक ट्रेनिङहरू हामीले त दिइ नै रहेका छौँ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन 2047 जारी भए पश्चात यो संस्थाले थप मूर्त रूप लिएको देखिन्छ। परिषदले मानव स्वास्थ्यमा देखा परेका तथा भविष्यमा पर्न सक्ने विभिन्न समस्याहरूको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने र स्वास्थ्य अनुसन्धानलाई नियमन प्रवर्धन गर्ने मूल उद्देश्य बोकेको नियमनकारी निकाय हो। विश्वमै भएका स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याहरूको अध्ययन र अनुसन्धान गर्ने र गराउने चाहिँ हाम्रो महत्त्वपूर्ण जिम्मेवारी छ। त्यस अन्तर्गत हामी नेपालमा पनि विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरूका अध्ययन अनुसन्धान गर्छौँ र सम्बन्धित अरू निकायहरूलाई पनि यसको चाहिँ अनुसन्धान गर्ने, गराउने र त्यसको मोनिटरिङहरू, अनुगमनहरू गर्ने सम्पूर्ण काम गर्छौँ। दोस्रो महत्त्वपूर्ण काम हाम्रो भनेको चाहिँ यस किसिमका विभिन्न किसिमका स्वास्थ्यका अनुसन्धान र अध्ययनहरू गर्नको लागि चाहिँ यसलाई बढी उपयोगी बनाउनको लागि त्यस सम्बन्धी विभिन्न किसिमका तालिमहरू, सूचनाहरू हैन र चाहिँ त्यस सम्बन्धी जनशक्तिको चाहिँ क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू पनि हामीले नै सञ्चालन गर्छौँ। र तेस्रो भनेको चाहिँ महत्त्वपूर्ण काम के हो भने विश्वभरि भएका नयाँ किसिमका विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धान र कृति प्रकाशनहरू भएका सबै कुराहरूको ती अध्ययनहरू गरेर ती अध्ययनलाई चाहिँ हामीले नेपाल सरकारलाई त्यो चाहिँ हामीले जानकारी गराउँछौँ, जसले गर्दाखेरि नेपाल सरकारले आफ्नो मन्त्रालयले राख्नुपर्ने विभिन्न किसिमका हेल्थ सम्बन्धी जुन योजनाहरू छन् त्यसमा चाहिँ यी कुराहरू चाहिँ इम्प्लिमेन्टेसन गर्न चाहिँ सजिलो पर्ने गर्छ। रोग व्याधिको प्रतिकार, निदान तथा उपचार सम्बन्धी अध्ययन गर्ने र गराउने, अनुसन्धानका प्राथमिकता निर्धारण गर्ने, अनुसन्धानका लागि सहमति दिने, प्राथमिकता निर्धारण गर्ने तथा आवश्यकता अनुसार नेपाल सरकारलाई सल्लाह सुझाव दिनु नेपाल स्वास्थ्य अनुसन्धान परिषदका मुख्य काम हुन्। नेपालमा स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान गर्नु पर्यो भनेदेखि परिषदको वा परिषदले स्वीकृत गरेको विभिन्न हस्पिटल, एकाडेमिक इन्स्टिट्युटमा भएको
इन्स्टिट्युसनल रिभ्यू कमिटी भनेर हामीले आइआरसी भन्छौँ, त्यसबाट अप्रुभल लिनुपर्ने प्रावधान रहेको छ र सोही बमोजिम हामीले काम गरिरहेका छौँ। अहिले चाहिँ हामीले तत्कालै हामीले इन्टिग्रेटेड रिसर्च पोर्टल प्लेटफर्म भनेर WHO को सहकार्यमा हामीले पोर्टल पनि तयार गरिसकेका छौँ, जसमा चाहिँ सबै 65 वटा आइआरसी प्लस इथिकल रिभ्यू बोर्ड चाहिँ एउटै सिस्टममा बसेर काम गर्छ र कुनै पनि रिसर्चरले प्रपोजल सबमिसन गर्नु पर्यो इथिकल रिभ्यूको लागि भनेदेखि उसले चाहिँ त्यही पोर्टलबाट चाहिँ कुनै पनि आइआरसी वा इआरबीमा जान सक्छ। स्वास्थ्य क्षेत्रको अनुसन्धान, नीति निर्माण, परामर्श तथा सहयोग उपलब्ध गराउन परिषदले स्वास्थ्य मन्त्रालय, गैर सरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र निजी क्षेत्र लगायतसँग सहकार्य गर्दै आएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्फरेन्सहरू गरेर स्वदेशका र विदेशका एक्सपर्टहरू, यङ रिसर्चर्सहरू, यङ चिकित्सक, हेल्थ वर्कर्सहरूलाई एउटै ठाउँमा एउटै प्लेटफर्ममा राखेर एक प्रकारको अन्तर्क्रिया गरी यङ मान्छेहरूलाई चाहिँ हेल्थ रिसर्चतिर मोटिभेट गर्ने तथा विभिन्न अन्तर्राष्ट्रिय एक्सपर्टहरूलाई चाहिँ नेपालको यथार्थतासँग जानकारी दिने तथा भविष्यमा नेपालको हेल्थ रिसर्च प्रायोरिटी के हो भनेर यस्ता तथ्याङ्कहरू उनीहरूलाई उपलब्ध गराइदिने, ताकि भविष्यमा हामीलाई चाहिने हाम्रो जरुरी अनुसारको अनुसन्धान होस् भनेर नेपाल हेल्थ रिसर्च काउन्सिलले चाहिँ त्यतातिर प्रमोसन पनि गतिविधिहरू प्रमोसन पनि गरिरहेको छ। अनुसन्धानको लागि आर्थिक स्रोतको मूल व्यवस्थापन नेपाल सरकारबाट हुँदै आएको छ। अहिलेको परिवेशमा नेपालभित्र गर्नुपर्ने विभिन्न आवश्यक अनुसन्धानको लागि समेत नेपाल सरकारकै बजेट र कार्यक्रमबाट हामीले सम्पूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। त्यसको मध्यनजर गरेर हामीलाई हुने कर्मचारीको आवश्यकता अनुरूप ओएनएम सर्वे समेत हामीले गरिसकेको स्थिति छ। तर हामीले रिसर्च गर्छौँ पनि, गर्नको लागि अनुमति पनि दिन्छौँ। त्यसको लागि अनुमति दिइसकेपछि मोनिटरिङ गर्ने, त्यसलाई फेसिलिटेट गर्ने, त्यसलाई ट्रेनिङ दिने, त्यसलाई ग्रान्ट दिने, होइन, हामीले अहिलेसम्म गर्दै आइरहेका छौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचनाको आदान प्रदान गर्ने अनि जर्नल प्रकाशित गर्ने काममा परिषद सक्रिय छ। पोलिसी मेकिङ लेभलमा कसरी लैजाने भन्ने हाम्रो मेन धारणा त्यो पनि हुन्छ र त्यो चाहिँ हामीले त्यसका भेरियस वेजहरू छन्। एउटा भनेको हाम्रो जर्नल छ, जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल, हामीले त्यो जर्नल मार्फत पनि हामीले त्यो अगाडि बढाउँछौँ। त्यसै गरेर हामी अनेकौँ किसिमका सेमिनार्सहरू, वर्कसपहरू गरेर डिसेमिनेसन प्रोग्रामहरू गर्छौँ। तर त्यसको साथसाथै हामीले एडभान्स लेभल ट्रेनिङहरू दिँदाखेरि कहिलेकाहीँ हामीले विदेशबाट एक्सपर्टिजहरू बोलाएर पनि हामीले एडभान्स लेभल ट्रेनिङहरू दिने गरेका छौँ। हामीले न्यानो टेक्नोलोजीको लागि हामीले क्यानाडाबाट एक्सपर्टिज बोलायौँ। त्यसै गरेर म्याथमेटिकल मोडलिङ एन्ड एआईको लागि हामीले टेक्सासबाट चाहिँ एक्सपर्टिजहरू बोलायौँ भनेर यावत रूपमा पनि हामीले कसरी एडभान्स लेभल ट्रेनिङ हामीले बेटर बनाउन सक्छौँ भन्ने काममा पनि हामी लागि परेका छौँ। अनुसन्धानका लागि क्षमता वृद्धि गर्ने, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउने काममा परिषदले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। रिसर्चरहरूको क्यापेसिटी इन्हान्सको लागि विभिन्न प्रोग्रामहरू गरेका हुन्छौँ। जस्तो हामी तालिम प्रोग्रामहरू गर्छौँ, त्यसपछि हामी ग्रान्टहरू, रिसर्च ग्रान्टहरू पनि हामी प्रोभाइड गरेर हुन्छौँ। अहिले यो आर्थिक वर्षमा चाहिँ हामीले विगतमा भन्दा अलिकति पृथक ढङ्गले प्रोग्रामहरू गरिरहेछौँ। हामीले अहिले जहिले पनि सेन्टरमै मात्रै हामी फोकस थियौँ भने योपालि चाहिँ हामी 7 प्रदेशमा रिसर्चरको क्यापेसिटी इन्हान्सको लागि 7 प्रदेशमा ट्रेनिङहरू सञ्चालन गरेका छौँ र अहिले चाहिँ हामी प्रत्येक 7 प्रदेशमा चाहिँ प्रपोजल टु पब्लिकेसनसम्मका प्रोग्राम लिएर गइरहेछौँ। अहिले रिसेन्टली भन्नुहुन्छ भने अहिले चाहिँ 7 प्रदेशमै हाम्रो 7वटा रिसर्चहरू चलिरहेको छ यो सेक्सन अन्तर्गत। स्वास्थ्य सम्बन्धी वैज्ञानिक अनुसन्धानात्मक आलेख प्रकाशन तथा प्रचार प्रसार गर्ने, अनुसन्धानको अभिलेख राख्ने, अनुसन्धान गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने जस्ता काम एनएचआरसीले गर्दै आएको छ। हामी जर्नलहरू पनि प्रकाशन गर्छौँ। त्यसको प्रक्रिया पनि यही स्टोरबाट सुरु हुन्छ र लाइब्रेरीको लागि आवश्यक पर्ने पुस्तकहरू पनि यही भण्डार शाखाले खरिद गर्छ। हामीले निकालेका जुन जर्नलहरू छन्, बुलेटिनहरू छन्, अनि हामीले विभिन्न समय निकालेका विभिन्न रिसर्चका रिपोर्टहरू हुन्छन्, ती रिपोर्टहरूलाई चाहिँ हामी निःशुल्क रूपमा वितरण पनि गर्छौँ।
स्थापना दिवसको अवसरमा सन् 2015बाट स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको पहिलो राष्ट्रिय शिखर सम्मेलन सुरुवात गरेको परिषदको यो 12औं संस्करणमा आइपुगेको छ। यो सम्मेलन स्वास्थ्य क्षेत्रमा भइरहेको अध्ययन अनुसन्धानको लागि विभिन्न मुलुकका वैज्ञानिक तथा अनुसन्धानदाता बीच विमर्श गर्ने थलोका रूपमा विकसित हुँदै आएको छ। सम्मेलनमा स्वदेशी तथा विभिन्न अनुसन्धानकर्ताहरूको बाक्लो उपस्थिति हुँदै आएको छ। हाम्रो जुन शिखर सम्मेलन हुन्छ नेसनल हेल्थ समिट, त्यो चाहिँ मेजर डिसेमिनेसन गर्ने थलो हो, जहाँ चाहिँ नेपाल अधिराज्यभरिका रिसर्चर्सहरू, रिभ्युअर्सहरू, त्यसपछि साइन्टिस्टहरू, मेडिकल प्रोफेसनल, नन प्रोफेसनल सबै किसिमका व्यक्तित्वहरू त्यहाँ आउने गर्नुहुन्छ र त्यसै गरेर इन्टरनेसनल समुदायको लागि पनि हामीले आकर्षित गर्नको लागि अनेकौँ उहाँहरूको पेपर्सहरूलाई पनि हामीले त्यसमा समावेश गरेका हुन्छौँ। इन्टरनेसनल रिसर्चर्सहरूको चाहिँ ट्रेन्ड वर्षेनी बढ्ने क्रममा छ। हरेक वर्ष नेसनल हेल्थ समिटद्वारा परिषदले डिजिटल लाइब्रेरीको समेत व्यवस्थापन गरेको छ। हामीसँग छ अहिले चाहिँ टोटली चाहिँ हामी चाहिँ 3000 अराउन्डमा हामीसँग हेल्थ रिसर्च बुक्सहरू यहाँ एभाइलेबल छ। त्यस्तै हामीसँग 3000 जति रिसर्च रिपोर्ट्स जुन एनएचआरसीले चाहिँ एप्रुभल दिँदै आइरहेको छ, त्यो टाइपको रिसर्च रिपोर्ट्सहरू हामीसँग फिजिकल कपी पनि छ र एज वेल एज द ई कपी पनि हामीसँग एभाइलेबल छ। जुन ई लाइब्रेरीभित्र हाम्रो चाहिँ एनएचआरसीमा भएको जति पनि रिसोर्सेसहरूलाई त्यसलाई हामी क्याटलग गरेका छौँ र अनलाइनबाट हामी एक्सेस गर्न सक्छौँ क्याटलग थ्रु। एनएचआरसीले जर्नल प्रकाशित गर्ने काममा प्राथमिकता दिँदै आएको छ। एनएचआरसीले मुख्य गरी रिसर्च रिपोर्ट र एनएचआरसीको आफ्नो रिसर्च जर्नलहरू प्रकाशित गर्ने गरेको छ। गुणस्तरीय अनुसन्धानका लागि बजेटको व्यवस्थापन महत्त्वपूर्ण हुने नै भयो। रिसर्च गर्दाखेरि बजेट चाहिन्छ। ठुलो बजेट भएपछि राम्रो रिसर्च आउँछ र बजेट पुगेन भने रिसर्च जस्ट एउटा रिसर्चको लागि मात्र हुन्छ। र इन्टरनेसनल मापदण्ड अनुसार चाहिँ नि हरेक स्वास्थ्यको बजेटको करिब 10% चाहिँ नि रिसर्चमा छुटाउनु पर्ने हुन्छ। जुन यहाँ हामी कहाँ चाहिँ नि रिसर्च काउन्सिलबाट आफै जनरेट गरेर चाहिँ नि रिसर्च गर्नुपर्ने छ। नेपाल सरकारको एकदमै न्यून चाहिँ नि सहयोग छ चाहिँ नि बजेटको हिसाबले। स्वास्थ्य सम्बन्धी अनुसन्धानको वृद्धि विकास, नियमन र गुणस्तरीयता सुनिश्चित गर्दै नीति निर्माणमा सहयोग गर्ने सवालमा एनएचआरसीको सक्रियता छ। र अहिलेको टिम प्रमोदा साहब को टिमले जुन यसलाई निरन्तरता दिएको, यसको लागि निकै नै बधाईको पात्र हुनुहुन्छ। किनभने अनुसन्धान परिषदको स्थापना नै स्वास्थ्य क्षेत्रमा हुन लागेको गर्न पर्ने कुराहरू नेपाल सरकारले इभिडेन्स बेस्ड हुनुपर्छ र त्यसको लागि प्रमाण जुटाइदिने काम मुख्य काम अनुसन्धान परिषदको हो र यसको सक्रिय भूमिका रहन्छ। पब्लिक हेल्थको हिसाबमा पनि यसले पब्लिकले उठाएका कुराहरू, अनुसन्धानकर्ताहरूले उठाइरहेका अनुसन्धान गरेका कुराहरूलाई समेटेर नेपाल सरकारलाई स्वास्थ्य मन्त्रालय मार्फत ती इभिडेन्सहरू दिएर नीतिमा, हेल्थ पोलिसीमा भूमिका खेल्नको लागि यसको स्थापना भएको हो। विशेष गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशमा अनुसन्धान गर्ने संस्कृतिको विकास गर्दै स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एनएचआरसी अब्बल साबित हुँदै आएको छ।